चप्पल पनि लगाएर आएको खै गुड मर्निङ Morning, mommy. How are you, baby? Are you, mommy? I'm good. I do. Good morning, everyone. आजको दिन चाहिँ ब्युटिफुल मैले देखाएँ नि चराहरू कराइरहेको दामी यस्तो इन्भाइरोमेन्टमा बस्नु मन लाग्छ होइन गाउँघरको साउन्डहरू परदेशमा बस्ने मान्छेहरू मिस गरिदियो होला एनिवेज हाम्रो डे अब एज युजुअल यसरी स्टार्ट हुन्छ नानीले चाहिँ मामा मामा कराइरहेको थियो उसको रेड कार चाहिँ अब्सेसन भएको छ अहिले उसलाई चाहिँ के हो के पनि रेड चाहिन्छ उसलाई This is the roti, this is the iron. Let's cheers. Go test. Slowly. त्यसको बाद ब्रेकफास्ट गरेर त्यहाँदेखि पनि उसलाई क्रिम लगाउनु बिर्सेछ मुख धोएर क्रिम लगाउनु आऊ भनेर बाहिरबाट बोलाएँ क्रिम लगाइदिएँ त्यहाँदेखि केस पनि फुस्रो भएको थियो त्यो पनि तेल पनि लगाइदिएँ हो उसले माग्दै थियो मैले नदियो किनभने हातभरि चेपचेप हुन्छ भनेर तेल पनि दिइनँ हो त्यहाँ उसलाई लगाइदिएँ ऊ इरिटेसन भइरहेको थियो तर भए पनि जस्ट लगाइदिएँ अब गोइङ भनेर उसलाई पुरा उयो गरेको त्यहाँ बिङ अ मदर यसरी घरको लाइट्सहरू चेक गर्नुपर्छ लास्ट जाने मान्छेले होइन एज युजुअल यसरी मैले ग्यासहरू हेरेँ बोइलरहरू अफ गरेँ हो त्यहाँदेखि घर थुनेर त्यहाँदेखि गएँ हाम्रो आज चाहिँ पार्लरमा त्यो वास गर्नु जानुपर्ने थियो त्यहाँ गयो त्यहाँ फर्केर आउँदा अलिक ग्रोसरिज किन्नु थियो यो भाइलाई ल्याइदेऊ त ग्रोसरी भनेर झरी पठाएर त्यहाँदेखि चाहिँ हामी दुईजना गयो दोकानपट्टि गएकै अब चाहिँ दोकान गएकै थिएन डाइरेक्ट पार्लर गएको बिहान त्यहाँ मैले भिडियो बनाउँथेँ त्यहाँदेखिको नानीलाई मैले भिडियो बनाऊ भनेको उसले बनाइदिएको यो चाहिँ सबै यत्रो उतो घुमाएर उसलाई पनि भ्लगर उसको मिठाई पनि देखाइरहेछ नानी त नि मम्मीलाई देखाऊ मम्मीलाई भन्थ्यो घुमाएको मम्मी देख्दैछ भने देख्दैछ भन्दै थियो के देखाएछ ड्यासबोर्डहरू देखाएछ हाँसै उठ्दा नानीलाई पनि अलिक भ्लगिङ गर्नु सिकाएको अरू बेला त मजाले बनाइदिन्छ अब त ब्याक क्यामेरा समटाइम्स उसले बनाउँछ त्यहाँ मैले दोकानमा गयो त्यहाँदेखिको 3टा केक बनाउन आज मेरो यो थियो कि पेन्डिङ थियो केक बनाएँ हो अन्त क्रिम कम्ती थियो ठिक्कै पुग्ने गरेर 3टालाई पुग्ने गरेर चाहिँ बनाउनु पर्ने आज हो अनि सानो 3टा केक बनाउनु थियो त्यो बनाएँ हो हेर्नुहोस् है स्पिडमा बनाइदिएको अब केक चाहिँ हुनु चाहिँ अब यसलाई लाग्यो होला कमसेकम 2 घन्टा समथिङ त लाग्यो होला तर मैले स्पिडमा बनाएको होइन यसरी केक बनाएँ हो क्रिम धन्न सबैलाई पुग्यो म्यानेज गरेँ क्रिम किनभने यहाँ पाउँदैन इन्डियाबाट ल्याउनुपर्छ नभए जयगाउँबाट फिन्सलिङबाट ल्याउनुपर्छ हो अहिले बाटोहरू ब्लक छ त्यसले गर्दा जानु सक्दैन त्यसको बाद चाहिँ रेस्ट गरेँ मेकअप सेकअप गरेर बसेँ त्यहाँदेखि नानीलाई बोलाएँ नानीसँग बात गरेँ हो म चाहिँ टाइम टु टाइम उसँग बात गर्छु आजकल किनभने ऊ निकै बोल्नु थालेको छ हो त्यहाँदेखि उसले मलाई इन्टरेक्ट गर्छ त्यहाँदेखि मैले क्रिमहरू लगाइदिएँ ऱ्यास आउँछ हौ आजकल पुरा गरमले क्या ऱ्यास आउँदैछ भनेर क्रिमहरू लगाइदिएँ त्यहाँ उसको त्यो डरालोमा पनि अस्तिदेखि चिलाइ हुँदैछ कनाइदिनु हातहरू तानेर कनाउनु लाउँछ नानीले त्यसको बाद चाहिँ हाम्रो स्कुल प्र्याक्टिस नै अब एज युजुअल डान्स प्र्याक्टिस गयो डान्स प्र्याक्टिस गर्नु आमाहरू पर्खिरहेको थियो गयो डान्स प्र्याक्टिस गरेर फर्केर आउँदा कस्तो भोक लाग्यो त्यहाँ मेरो रोटी चिकन यो बनाएर खाएँ रोल बनाएर नानीलाई खाने भनेको अन्डा मात्रै खाने नानीलाई अन्डा दियो त्यहाँ म चाहिँ रोल खाएँ त्यसको बाद एज युजुअल 5 बजीतिर उसको आप आइहाल्छ त्यहाँ उसलाई लान्छ घर त्यसको बाद चाहिँ म यताउता सफासुफी दोकान नि अब नानीले मेस बनाएर राखेको हुन्छ त्योहरू सफाहरू गर्छु किनभने अब हामी दोकाने मान्छेको त्यही होइन कामै पानी फेरि कहिले जान्छौँ बोरिङ चाहिँ त्यही बाटो इग्लेस बनाएको थियो इग्लेसको त क्रिमै पुगेन अन्त होस् क्रिम भोलि ल्याउँछु इन्डिया जानुपर्ने रहेछ भोलि अन्त घरमा आइपुग्यो 2जना बदमास गरिरहेको रहेछ यति मात्रै हो बाई बाई सी यु इन द नेक्स्ट ब्लग गुड नाइट गाइज